प्राकृतिक प्रकोपले सिमाना चिन्दैन, न त मानवीय पीडाले कुनै मुलुकको परिधिभित्र सीमित रहन्छ। म्यानमारमा गएको विनाशकारी 7.7 रेक्टर स्केलको भूकम्पले हजारौंको ज्यान लिँदा र हजारौंलाई घाइते बनाउँदा नेपालले त्यसलाई टुलु हेरेर बस्न सक्दैन। दुःखमा परेका मित्र राष्ट्रलाई सहयोग गर्नु नेपाल जस्तो मानवीय संवेदनामा समृद्ध मुलुकको धर्म हो। यही भावनाका साथ नेपाल सरकारले अत्यावश्यक राहत सामग्री, औषधि, मेडिकल उपकरण तथा नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय गरेको छ। घाइतेहरूका लागि उपचार र राहत वितरणमा नेपाल सरकारको सानो प्रयासले पीडितको घाउमा मलम लगाउने आशा गरिएको छ। नेपाल सरकारले म्यानमारमा भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू पठाउने भएको छ। मन्त्री परिषदको सोमबार राति बसेको बैठकले राहत सामग्री तथा औषधि र मेडिकल उपकरण सहित नेपाल वायु सेवा निगमको जहाज पठाउने निर्णय गरेको हो। म्यानमारमा गत चैत्र 15 गते विनाशकारी भूकम्प गएको थियो। मित्र राष्ट्र म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण व्यापक जनधनको क्षति भएको सन्दर्भमा सहयोग गर्ने निर्णय भएको छ। बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने, नेपाल सरकारको विभिन्न निकायसँग रहेका मौजुदात सामग्री एवं निजी क्षेत्रबाट सहयोग स्वरूप प्राप्त हुने मेडिकल इक्विपमेन्ट, औषधि लगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय भएको छ। नेपाल सरकारका विभिन्न निकायबाट सहयोग पठाउनका लागि अर्थ मन्त्रालयबाट निकायमा सो बापत शोध भर्ना निकासा दिने निर्णय पनि भएको उनले बताए। उक्त सामान नेपालबाट हवाई जहाज मार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थले वायु सेवा निगमलाई निकासा गर्ने निर्णय पनि भएको छ। यसैगरी भूकम्पमा परि घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ जाने निर्णय भएको पनि उनले बताएका छन्। म्यानमारमा 7.7 रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। यस अघि छिमेकी भारतले पनि भूकम्प प्रभावित म्यानमारमा मेडिकल टास्क फोर्स खटाएको छ। देशको रक्षा मन्त्रालयले यसबारेमा जानकारी दिएको हो। सुसर्जित ब्रिगेड मेडिकल रेस्पोन्डर्सको 118 सदस्य टोली आवश्यक चिकित्सा उपकरण र आपूर्तिहरू सहित म्यानमार गएको बताइएको छ। एयरबर्न एन्जेलस टास्क फोर्स प्रकोप प्रभावित क्षेत्रहरूमा उन्नत चिकित्सा र शल्यक्रिया हेरचाह प्रदान गर्ने बताइएको छ। यसले भारतीय सेनाले विपत्तिमा घाइते भएकाहरूलाई तत्कालै हेरचाह प्रदान गर्न 60 शय्याको चिकित्सा उपचार केन्द्र स्थापना गर्ने बताएको छ।